You won't believe what happened in the middle of the forest at Bilumba Deer Park. हामी गएको ठाउँ कस्तो लाग्यो हेर्नु होला है बेसमेन्टबाट 2 आवर्स ड्राइभ अनि एकदमै धेरै डियर्स एन्ड गोट्स एन्ड पिग्स बच्चाहरूलाई एकदम रमाइलो पार्क रहेछ यो चाहिँ 2 घण्टाको ड्राइभ पछि हामीले साह्रै भोक लागेछ अनि ल खाजा चाहिँ खाइहालौँ भनेर खाजा खान सुरु गऱ्यौँ त्यस पछाडि हामी टेन गाड्नतिर लाग्यौँ है टेन गाड्न साह्रै अल्छी लाग्छ हाम्रो साथी साह्रै रमाइलो छ है नाचिहाल्छ रमाइलो गरिहाल्छ यस्तो साथी चाहिन्छ टेन गाडिसकेपछि हामी चाहिँ बच्चाहरू अब एकछिन खेल्ने भन्न थालिसकेँ है त्यही भएर बच्चाहरूलाई एकछिन फुटबल खेलायौँ होइन अब फुटबल खेलिसकेपछि अब म चाहिँ साह्रै मेहनतिलो मान्छे क्याम्पिङको त्यही भएर आगो बाल्न सुरु गरेँ यो सुन्यो भने साथीहरूले मलाई पिट्छन् होला आज पछाडि फेरि पार्क जाने भने ल नजिकै पार्क छ अनि एकछिन लिएर गयौँ अब यो क्याम्पिङ भनेको सबभन्दा रमाइलो बच्चाहरूको लागि त हो त्यस पछाडि फेरि बच्चाहरू चाहिँ डियर हेर्न जाने भने अनि त्यस पछाडि डियर हेर्न लिएर गयौँ रमाइलो थियो बेलुका सबै डियरहरू चलिरहेको थिए होइन अनि बच्चाहरूले पनि हेरेर एकदम इन्जोय गरे फेरि त्यहाँ अलिकति पर वक गरेपछि गोटहरू रहेछ पिगहरू रहेछ है मेरो सानो छोरी सनायालाई पिग एकदम मन पर्यो पिग ठुलो रहेछ अब क्याम्पिङमा चिया त नखाइ हुँदैन है अनि हाम्रो सुनिजीले चिया रेडी गर्दै हुनुहुन्थ्यो यहाँनिर त्यस पछाडि आगो बाल्यो होइन आगो बालेर बस्यो अनि चिया सेयर गर्यो साथीसँग है क्याम्पिङमा चिया खाँदै आगो ताप्दै यसको रमाइलो बेग्लै हुन्छ अब चटपटे नखाइ त हुँदै भएन होइन अनि चटपटी पनि बनाउन सुरु गरेँ है क्याम्पको अर्को साइडमा मुभी देखाउँदैछ भने त्यही भएर बच्चाहरूलाई लिएर गयो है त्यसको नजिकै क्रिक पनि राम्रो रहेछ अनि बच्चाहरू एकछिन जाने क्रिकमा वक गर्न भने बच्चालाई क्रिकमा वकमा गयो अनि त्यही साइडमा पार्क रहेछ ल नि त फेरि बच्चा खेल्ने भनेर त्यो पार्कमा पनि लिएर गयो है अनि ड्याडले पनि थोरै इन्जोय गरेँ अनि बच्चाहरूले पनि इन्जोय गरेँ त्यहाँमा फर्केपछि फेरि बच्चाहरूलाई मासमेलो पोलेर खानुपर्ने भयो सना इन्जोइङ मासमेलो है क्याम्पिङमा मोमो नखाइ त क्याम्पिङको मजै हुन्न भनेर मोमो बनाउन सुरु गयो है आगो ताप्दै मोमो खाँदै यसको मजा बेग्लै थियो I like camping. That's very nice baby. So happy. भएपछि फेरि किड्सहरू डियर हेर्न जाने मर्निङ सनसाइनमा भने एकदमै रमाइलो थियो यो मोमेन्ट चाहिँ सनसाइन अनि डियरहरू चरेको हेर्दा बच्चाहरू एकदम खुसी थिए फेरि ब्याक टु मैले आगो सेटअप गरेँ अनि त्यस पछाडि हामी गुन्द्रुक भात बनाउन सुरु गऱ्यौँ अनि मैले मेरो साथीलाई आजको रिभ्यू सोधेँ अब हामी सबै प्याकिङ गऱ्यौँ फर्किन लाग्यौँ अनि उसको रिभ्यू सुन्नु होला चिसो भए पनि राति चिसो थिएन है अलिअलि चिसो भएको थियो तर त्यस्तो मजाले सुत्यो होइन चिल्ड्रेन फ्रेन्डली एकदमै बच्चाहरू खुसी बच्चा ह्याप्पी है बच्चाहरू सबै खुसी चाहिँ मोबाइल चलाउनु परेको छैन अब मोबाइल चलाउनु परेको छैन के गरेको तैँले मोबाइल चलाउनु परेको छैन भन्दै यता रोजेस क्याम्पिङ रमाइलो भयो तर उमेशले अलिकति काम गर्दा त सहिलो हुन्छ केटाहरूलाई केटीहरूलाई तर अब खल्टीमा हालेर बिताए 2 दिन म त